आज 140 दिन यस 140 दिन भयो आज एकदम खुसी लाग्छ मलाई त्यो जिरो पछाडि जिरो आउँदा बित्तिकै एकदम ठुलो एकम्प्लिसमेन्ट फिल हुन्छ आज म एकदम एकम्प्लिस फिल भएको छु आज मेरो एकदम बिग डे हो अनि 140 डे पनि भयो अनि त्यसपछि आज मैले आफ्नो पर्सनल रेकर्ड पनि फेरि रनिङमा 7:48 मिनट्समा भ्याएँ पहिलाभन्दा 8 सेकेन्ड जस्तो कममा अमेजिङ मैले त्यो मेरो टार्गेट पनि त्यस्तो थिएन तर आज मेरो मेन्टल स्ट्रेङ्थले नै मलाई पुस गर्यो आज फिजिकल स्ट्रेन्थले केही पनि गरेको होइन आज सबै मेन्टल स्ट्रेन्थले म मेन्टली एकदम फोकस भएको थिएँ त्यो हुँदा बित्तिकै यो रनको हुन्छ नि यो रिजल्ट आयो फोकस भनेको सबभन्दा ठुलो पावर हो यो फिजिकल स्ट्रेन्थ भनेको रिजल्ट हो यो कज होइन यो रिजल्ट हो मेन्टल स्ट्रेङ्थको रिजल्ट हो मान्छे मेन्टली धेरै स्ट्रङ छ अनि फिजिकली स्ट्रङ देखिन्छ है एकदम मेन्टली डिसिप्लिन छ भने फिजिकली डिसिप्लिन देखिन्छ यो म एकदम ट्रुली बिलिभ गर्छु अनि आज 140 डेज एकदमै गुड मर्निङ छ आज मेरो बुढीको हेल्पले गर्दाखेरि म आज बिहान एकदम उठेर मलाई जहिले पनि उठ्न चाहिँ स्ट्रगलै हुन्छ बिहान अनि बिहान चाहिँ फर्स्ट थिङ उठाएर बुढीले अब उसलाई पनि फाइदा छ किन भन्दाखेरि म फेरि ढिलो गरेँ भने अब छुट्टीको दिन म मेरो फिजिकल एक्सर्साइज नगरेसम्म मैले धेरै कुराहरू गर्दिनँ अनि त्यसपछि हुन्छ नि अनि यो म्युचुअल बेनिफिट हो अनि त्यसैमाथि यसलाई नै भन्छ कोचिङ होइन एउटा एकदम खुसी लागिरहेको छ मलाई मेरो हुन्छ नि पर्सनल कोच भएको छ मेरो बुढी अनि चाहिँ योगा गरेँ मैले 40 मिनट्स अनि 20 पोजेस जस्तो गरेँ अनि 5वटा जस्तो ब्रिदिङ अनि मेडिटेसन प्राणायाम 40 मिनटमा सबै कुरा सकियो मैले जहिले पनि डाउट गर्थेँ कति धेरै बेर लाग्यो होला मलाई यो गर्न भनेर तर कमन 40 मिनट भनेको धेरै होइन आफ्नो बडीलाई आफ्नो माइन्डलाई टेक केयर गर्न 40 मिनट लाग्छ भने द्याट्स नथिङ हामीहरू जहिले पनि यो हुन्छ नि यो रिग्रेटको गेम एकदमै धेरै खेल्ने हुन्छ मेरो ब्रेनमा चाहिँ मैले एकदमै बढी रिग्रेटको गेम खेलिरहेको हुन्छु अब मैले एक्सर्साइज गर्छु योगा गर्थेँ अब हुन्छ नि कहिले मैले 2 घन्टा पनि गरेको छु जब मसँग त्यत्रो फुर्सद थियो जब म सिङ्गल थिएँ होइन 2 घन्टा पनि योगा गर्थेँ मैले तर अहिले अब कहिले मैले 5 मिनट पनि गरेको छु जब मसँग धेरै टाइम हुँदैन अनि आज ठिक्क एभरेज टाइम 40 मिनट्स पनि गरेको छु अनि 40 मिनट्सले यस्तो फन दियो यो पुरै ब्रेन स्ट्रेच भयो अप्पर बडी स्ट्रेच भयो लोवर हिप्सहरू स्ट्रेच भयो है अनि सबै फिङ्गर टो यो खुट्टासम्मको मसलहरू स्ट्रेच भयो इट्स अमेजिङ अनि यति रिल्याक्स फिल भयो अनि रिल्याक्स फिल भएपछि रनिङ सुरु गर्नुभन्दा अगाडि ब्रिदिङ एक्सर्साइज गरेँ मैले 4 in 4 out फर गुड 5 मिनट्स अनि त्यो गरेर भ्याएपछि ग्रेजुएट प्र्याक्टिस गरेँ अलमोस्ट 3 मिनट्स 3 मिनट्ससम्म आफ्नो इमिडिएटली लाइफमा एकदमै धेरै सपोर्ट हेल्प गर्ने मान्छेहरूलाई सम्झेँ वाइफ बच्चा बच्ची बुवा आमा अङ्कल आन्टी हजुरबा हजुरआमा फ्रेन्ड्स कोवर्कर्स गुड कोवर्कर्स स्पेसली अनि त्यसपछि अपर्च्युनिटिजहरू पहिलाको पास्ट एक्सपिरियन्सेस कामहरू यताउता सबै म्यानेजर्सहरू हु हेल्प मी होइन अनि पिपल हु इन्करेज मी अनि सपोर्टेड मी अनि अलवेज इन्करेज मी अनि तिनीहरू सबको बारेमा सम्झेपछि इन्स्टेन्टली त्यो एभरेज एनर्जी हाई एनर्जीमा चेन्ज भयो होइन त्यही हो लाइक ह्याप्पिनेस त्यो स्माइल्स भनेको अटोमेटिक भयो त्यो पुस गर्नु परेन मैले स्माइल्सलाई अब आजकल पुस गर्न खोजिरहेको छु आफ्नो लाइफमा हरेक मोमेन्ट स्माइल गर्नु मन छ मलाई आई डोन्ट नो वाइ इट मेक्स मी लुक लाइक फुल म हुन्छ नि सिल्ली देखिन्छु होला बट मलाई त्यसमा डर छैन किन भन्दाखेरि स्ट्रेच हुँदाखेरि सबभन्दा इम्पोर्टेन्ट मसल्स हो जस्तो लाग्छ मलाई यो होइन यो हो सबभन्दा इम्पोर्टेन्ट मसल्स यसलाई स्ट्रेच गऱ्यो भने लाइफमा धेरै ह्याप्पिनेस हुन्छ धेरै जोयफुलनेस हुन्छ आई डोन्ट केयर या हामी अलिकति हुन्छ नि यो लुक्समा धेरै केयर गरिन्छ होइन हामी सोचिन्छ कि सिरियस लुक भनेको सक्सेस हो होइन कसैलाई नि हेल्प गर्दैन तर जब हामी स्माइल गरिन्छ त्यसले सबैलाई हेल्प गर्छ हाम्रो वरिपरि सबै वरिपरि हुने मान्छेहरूमा यो कन्टेजियस हुन्छ भन्छ नि स्माइल एकदम कन्टेजियस हुन्छ यसले कसैलाई जसले देख्यो त्यसलाई यसले टच गरिहाल्छ एकदमै कन्टेजियस हुन्छ स्माइल भनेको अनि आज मैले आफ्नो रेकर्ड अब नयाँ पर्सनल रेकर्ड 7 minutes 48 secondsको पर माइल पेसमा दौडेर भ्याएँ मेरो टार्गेट पनि थिएन त्यसरी दौडिने तर आज मेन्टल फोकस यति धेरै बढ्यो यति धेरै फोकस भयो कि मैले आज हुन्छ नि यस्तो एकम्प्लिस गरेँ मलाई एकदम खुसी लागिरहेको छ एकदमै ह्याप्पी छु अनि यस्तै ह्याप्पिनेस चाहिन्छ मलाई सन्डे मर्निङ भनेकै यस्तै हुनुपर्छ दिस इज माई आइडियल सन्डे मर्निङ होइन सधैँ मेरो सन्डे यस्तै रहोस् भन्ने चाहन्छु म
अब मैले अल्कोहल फ्री र सुगर फ्री भएर चाहिँ मैले अझै एकदम पोजिटिभ कुराहरू रियलाइज गरेको छु। अल्कोहल फ्री हुँदा बित्तिकै ह्याङओभर मर्निङ्सहरू हुँदैन, हुन्छ नि यो ब्याड मर्निङ्सहरू हुँदैन, नेक्स्ट डे वेस्टेड हुँदैन। त्यो मेरो बिगेस्ट एचिभमेन्ट त्यही त्यो भएको छ। अनि त्यसपछि सुगर फ्री हुँदा बित्तिकै डिसिजन लिन सजिलो भएको छ, त्यो क्रासहरू हुँदैन। मैले धेरै सुनेको थिएँ, इट इज ट्रु है। त्यो डिसिजन लिँदाखेरि मान्छेको अल डे त्यो एनर्जी लेभल कस्तो डाउन भइदिन्छ, तर त्यस्तो हुन पाउँदैन किनकि सुगर त्यो। अनि डिसिजन लिँदाखेरि पनि त्यो ड्रिङ्क्सहरू खाँदाखेरि, कफी ड्रिङ्क्स चियाहरू खाँदाखेरि लाइक कति के गर्ने भन्ने टेन्सन हुन्थ्यो। नो वरिज, नो सुगर फर मी, सरी प्लिज होइन। अनि त्यो भएपछि एकदमै हेल्पफुल भएको छ। यही हो फ्रिडम भनेको। डिसिप्लिन हुँदाखेरि हामीले फ्रिडम पनि गेन गरिन्छ। फ्रिडम डिसिजन यो 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 जब हामी डिसिप्लिन हुन्छौँ अनि त्यसपछि हामी अलिकति बढी फ्री भयो। यो धेरै एट्याचमेन्ट छैन त्यो सुगरमा, धेरै धेरै डिपेन्डेन्सी छैन जसले चाहिँ मलाई एकदम हार्म गर्छ। त्यसमा त्यो मैले रेकगनाइज गरेँ अनि त्यसलाई कट अफ गरेँ होइन। अब भेजिटेरियन हुने भन्ने सोचेको थिएँ, मैले 1 हप्तासम्म ट्राई गरेँ अनि त्यसपछि मेरो अब हुन्छ नि त्यो पोसिबल भएन। अब वाट एभर रिजन वाज द्याट होइन। त्यो रिजन अब सबैको आफ्नो रिजन हुन्छ लाइफमा, हरेक कुराको लागि। म ट्रुली बिलिभ गर्छु यो कुरा होइन। अब त्यही भएर सबै कुरामा पर्फेक्ट हुन सकिँदैन। वी आर नट पर्फेक्ट है। हामी सबै कुरामा पर्फेक्ट हुन सकिँदैन। द्याट इज द ट्रुथ है। युनिभर्स, हामी एउटा युनिभर्सको सानो एउटा हिस्सा हो होइन। त्यही भएर हामी पर्फेक्ट छौँ भन्ने सोचिन्छ भने आइएम सरी टु डिसपोइन्ट यु, हामी पर्फेक्ट छैनौँ। अनि हामी चाहिँ बेटर हुन ट्राई गर्न सकिन्छ सधैँ, हामी बेस्ट हुन सकिन्छ। यो मेरो जर्नीबाट म धेरै ह्याप्पी छु, किन भन्दाखेरि एभ्रिडे आफूलाई फोकस एकदम बढेको छ, डिसिप्लिन एकदम बढेको छ। कन्सिस्टेन्सीले अब सबै कुराहरू एचिभ गर्न सकिन्छ भन्ने एउटा कन्फिडेन्स मैले पाइसकेको छु होइन। अनि डिसिप्लिन क्रिएट गर्न त्यति गाह्रो छैन भन्ने कुरा नि मैले बुझिसकेको छु। जे कुरा पनि हामीले एभ्रिडे गऱ्यौँ, ब्रेक छैन भने डिसिप्लिन भयो। त्यही हो। लभको कुरामा, ह्याप्पी हुने कुरामा, सक्सेसफुल हुने कुरामा, करियरको कुरामा, सबै कुरामा एभ्रिडे कन्सिस्टेन्टली रिलेन्टलेसली हाम्रो एफर्ट भयो भने सक्सेस भनेको जस्ट रिजल्ट हो। कज एन्ड इफेक्ट भन्छ है। अनि लाइफमा हाम्रो धेरै अब स्ट्रगल्सहरू हुन्छ, तर हामीले त्यो स्ट्रगल्सहरूमा मात्रै फोकस गऱ्यौँ भने अनह्याप्पी भइन्छ। त्यही हो फोकस भनेको। जब त्यो ग्रेटिट्युड प्र्याक्टिस गर्छु मैले, जब आफ्नो वरिपरिको मान्छेहरू जसले मलाई यति धेरै सपोर्ट गरेको छ लाइफमा, गड, युनिभर्स, फ्यामिली, फ्रेन्ड्स, स्ट्रेन्जर्स, एभ्री वान है, तिनीहरू सबलाई थ्याङ्क गर्छु। अनि मेरो फोकस फेरि सिफ्ट हुन्छ त्यो मेरो डेली प्रब्लमबाट मेरो गोल्स। ओ म्यान यति ठुलो गोल छ मेरो भनेर कति कहिले ह्यारेस हुन्छ मान्छे। अनि त्यहाँबाट चाहिँ त्यसबाट फोकस सिफ्ट भएर नो हुन्छ नि, यो लाइफ, अहिलेको लाइफ चाहिँ रिजल्ट सबैको सपोर्टको रिजल्ट पनि हो भनेर रियलाइज हुन्छ। अनि एकदम खुसी फिल हुन्छ। अनि त्यही खुसी फिल हुँदा बित्तिकै हामीसँग एनर्जी फेरि फ्लो भयो, एनर्जी आयो, मेन्टली स्ट्रङ भयो, फिजिकली स्ट्रङ भयो, सबै कुरा बेटर भयो। यो एकदम इम्पोर्टेन्ट कुरा हो। यो यत्रो दिन लाग्यो मलाई रियलाइज गर्न, तर थ्याङ्कफुली, ओ माई गड, थ्याङ्क गड, यस्तो इम्पोर्टेन्ट कुरा रियलाइज भइरहेछ लाइफमा। यस्तो कुरा थाहा भयो जसले चाहिँ मलाई चाहिँ मेन्टल रिसेट दिनसक्छ। हुन्छ नि, डिप्रेसन यस्तो यस्तो कुराहरू मान्छेलाई किन हुन्छ भन्दाखेरि मान्छेले जब आफ्नो फोकस चाहिँ त्यही नेगेटिभ मान्छेले के भन्यो, अरूले के भन्यो, मेरो बारेमा यति नराम्रो भन्यो, मलाई यस्तो इन्सल्ट गर्यो भन्ने कुरा यति हजारचोटि प्ले गरिन्छ दिमागमा, अनि मान्छे डिप्रेसन भन्छ है। तर हामीले ब्रेक गर्न सकिन्छ। बाहिर निस्केर यस्तो नेचरसँग कनेक्टेड भएर जुन चाहिँ एकदम फ्रीमा एभाइलेबल छ, एकदम फ्रीमा एभाइलेबल छ। यो एआईले केहीले पनि दिन सक्दैन यो ह्याप्पिनेस। यो ह्याप्पिनेस भनेको हामी जस्ट घरबाट बाहिर निस्केर यो कनेक्टेड फिल हुनुपर्छ। यो सबै कुराहरू एचिभ गर्न सकिन्छ हामीले, तर त्यसको लागि डिसिप्लिन, कन्सिस्टेन्सी बिल्ड गर्दै जानुपर्छ। अनि लाइफमा सबै कुरा पोसिबल छ भनेर धेरैचोटि भनेको सुनिन्छ होइन, तर हामीले कहिले पनि त्यसलाई टेस्ट गरिँदैन जस्तो लाग्छ। मैले गरेको थिइनँ। पोसिबल छ, थ्योरी, मुभिज हुन्छ नि, ग्रेट पिपल से इट हो, त्यही भएर ग्रेट भए होइन हो। तर एकदम त्यो कुरा फिल पनि गर्न जरुरी छ। यो एकदम लिमिटलेस युनिभर्स छ, हामी एउटा सानो धुलो हो होइन युनिभर्सको।
अनि हामी नै युनिभर्स हो भन्ने सोचिन्छ हामीले फेरि। कति मान्छेहरू हुन्छौँ हामी नै युनिभर्स हो, हामी नै पर्फेक्सन त्यो बुलिजहरू हुन्छ नि, त्यस्तै सोचिरहेको हुन्छ। म नै स्ट्रङ्गेस्ट मान्छे हो, मबाट सबै कुराहरू म जस्तो कोही छैन भन्ने मान्छेहरू धेरै हुन्छ, हामीले देखेको हुन्छौँ। तर त्यस्तो माथि फोकस गऱ्यो भने लाइफ अगाडि बढ्न सक्दैन। बढे पनि खुसी भएर बढ्न सक्दैन। त्यही भएर आफ्नो लाइफको पोजिटिभतिर ध्यान दिएर ह्याप्पिनेस सबै केलाई पास्ट ह्याप्पिनेसहरू, पास्ट एक्सपिरियन्सहरूबाट सिकेर पास्ट ह्याप्पिनेसहरूलाई माथि फोकस गरेर अनि प्रेजेन्ट नै हो सोर्स गुड फ्युचरको भनेर हिँड्यौँ भने अब अहिले हाम्रो प्रेजेन्ट हामीले राम्रो बनाउन सक्यौँ भने फ्युचर भनेको त रिजल्ट हो। पास्ट हामीले जे गऱ्यौँ त्यसले गर्दाखेरि अहिलेको यो प्रेजेन्ट अहिले रिजल्ट भयो हाम्रो। यही लाइफ किन भइरहेछ भन्दाखेरि हामीले पहिलाको डिसिजनहरू के लिएका थियौँ, पहिलाको लाइफमा के पहिला अगाडि पास्टमा के गरेका थियौँ भने पहिलाको लाइफै भन्छु पास्ट भनेको। किन भन्दाखेरि त्यो भनेको गयो, त्यो पहिलाको लाइफ हो, पास्ट लाइफ हो त्यो। त्यसलाई केही पनि गर्न सकिँदैन, त्यसको बारेमा धेरै सोच्नु पनि हुँदैन जस्तो लाग्छ मलाई। एकदम ठुलो गल्ती हो धेरै। त्यसबाट सिक्न मात्रै सकिन्छ, सिक्ने भनेको त्यो कुरा रिपिट नगर्ने अथवा राम्रो कुरा हो भने रिपिट गरिराख्ने। जब हामीले पास्टलाई बिर्सेर अनि त्यहाँबाट चाहिँ अब यो प्रेजेन्टले चाहिँ फ्युचर क्रिएट हुन्छ भन्ने कुरा थाहा हुन्छ। हरेक मोमेन्ट हामी क्रिएट गर्न सकिन्छ, हरेक मोमेन्ट सक्सेस क्रिएट गर्न सकिन्छ, ह्याप्पिनेस क्रिएट गर्न सकिन्छ, स्माइल्स क्रिएट गर्न सकिन्छ, होप होइन क्रिएट गर्न सकिन्छ, कसैलाई हुन्छ नि इन्करेज गर्न सकिन्छ, कसैलाई ह्याप्पी गराउन सकिन्छ, आफूलाई ह्याप्पी गराउन सकिन्छ, आफूलाई स्ट्रङ गराउन सकिन्छ भने किन नगर्ने होइन। ह्याप्पी सन्डे एभ्रिवान। सबैको माया सपोर्टले गर्दाखेरि मलाई अझै भरि इन्करेजमेन्ट मिलेको छ, अझै धेरै इन्करेजमेन्ट मिलेको छ। थ्याङ्क यू। एकदम लेट्स किप गोइङ। अरू कसैले पनि यस्तो खालको जर्नीमा हुनुहुन्छ भने यस आई एम अन इट भनेर कमेन्ट गरौँ होइन। अनि त्यहाँबाट चाहिँ अझै खुसी मिल्छ। सेयर गरौँ, आफ्नो सक्सेस पनि सेयर गरौँ, आफ्नो फेलियर्सहरू पनि सेयर गर्न नडराउँ। लाइफ भनेको यस्तै हो, सबैको लाइफ 100% पोजिटिभ कसैको नि हुँदैन, 100% सक्सेसफुल कसैको नि हुँदैन। तर बिलिभ गर्नुपर्छ, सेल्फ बिलिभ इज एभ्रिथिङ। थ्याङ्क यू एभ्री वान। यस वी आर ब्रेभ, यस आई एम ब्रेभ, आई एम स्ट्रङ, आई क्यान डु दिस। थ्याङ्क यू।